यो समाजवाद उन्मुख राज्य व्यवस्था भन्छ हाम्रो संविधानको प्रस्तावनामा हेर्नु होला, समाजवाद उन्मुख राज्य व्यवस्था भन्छ। यदि त्यो समाजवाद उन्मुख राज्य व्यवस्था हो भने अब राज्यले तपाईलाई हेर्नुपर्छ। त्यो राज्यले हेर्ने परिपाटी कसरी ल्याउन सकिएला? म त 6 महिनामा छु, 6 महिनाको चाहिँ नि अहिले कार्यकाल लिएर आएको छु र म तपाईहरुलाई भन्न चाहन्छु, नेपाली चलचित्रको क्षेत्रमा मैले, हाम्रो अध्यक्षज्यू यहाँ हुनुहुन्छ, तपाईको सञ्चार कर्मबाट म प्रभावित छु, तपाईको सिनेमा कर्मबाट म प्रभावित छु, तपाईको सामाजिक कर्मबाट र व्यावसायिक कर्मबाट म प्रभावित छु। तपाई उसै पनि कुनै राजनीतिक कोटामा आइराख्नु पर्ने मान्छे होइन र सम्भवतः राजनीतिक कोटाबाट पनि आएको होइन भन्ने म विश्वास गर्छु, किनभने त्यसरी आउनुपर्ने मान्छे होइन, राजनीतिक कोटाबाट आएको होइन भन्ने कुरामा म विश्वास गर्छु। तर तपाईँ जुन कुर्सीमा आज हुनुहुन्छ, तपाईले जे गरिराख्नु भएको छ त्यसको प्रशंसा गर्छु, तर कृपया तपाईसँग करिब 1 वर्षको अवधि छ, व्यवहार गैर राजनीतिक नै गर्नुहोला, व्यवहार व्यावसायिक नै गर्नुहोला, व्यवहार चलचित्रको लेन्सबाटै सबैलाई हेर्नुहोला। त्यसले राजनीतिको कोटरी भन्दा तपाईलाई माथि पुर्याउँछ र भविष्यमा पनि चलचित्र विकास बोर्डको अध्यक्ष दिनेश ऋषि ऊ साँच्चीकै प्रभावशाली थियो भनेर नाम छोड्नुपर्छ। यादव खरेल पहिलो अध्यक्ष हो मेरो सम्झनामा भएसम्म चलचित्र विकास बोर्डको। त्यस यता 16-17 जना अध्यक्षहरू आउनुभयो, कति फोटो टाँसेर जानुभयो, कतिले इतिहास बनाउनुभयो। सामान्य मानिसहरू इतिहासमा जन्मिन्छन्, विशेष मानिसले त्यो क्षेत्रको इतिहास बनाउँछन्। त्यसैले इतिहास बनाउन लाग्नु पर्यो भन्ने मलाई लाग्छ। केही कुराहरू पक्कै छन्, हेर्नुहोस्, केही कुराहरू पक्कै के छन् भने चलचित्र प्रदर्शनको एकदमै भद्रगोल अवस्था छ। निर्माण त भए, कहाँ देखाउने, कसरी देखाउने, कसले टाइम पाउने, कसले नपाउने, त्यो देखेको छु। अस्ति मैले यहाँ आउनुभन्दा अगाडि चलचित्र कर्मीहरूसँग मेरै मन्त्रालयमा बोलाएर पहिलो पटक म आफैले अध्यक्षजीसँग कुरा गरेर भेट्नु पर्यो भनेर यहाँहरूसँग भेटेँ। के छ समस्या भनेर त्यसलाई हल गर्नुपर्ने छ। सबभन्दा ठुलो कुरा चाहिँ मैले के भनेको छु भने विकास बोर्डलाई पनि र सचिवज्यूलाई पनि र यहाँहरूलाई पनि देश र जनताको हितमा नेपाली चलचित्र क्षेत्रको विकासका लागि र चलचित्र कर्मीको लागि यो 5 महिना अब बाँकी छ मेरो, यो अवधिमा मैले के गर्नुपर्छ, के गर्न सक्छु, मलाई स्पष्ट रूपमा लेखेर लिएर आउनुहोस्, म गर्छु। मैले यो अस्ति भनेको छु, यो मैले दोहोऱ्याएँ र यसको कार्य प्रारम्भ यहाँहरूले गर्छु भन्ने चाहिँ धेरै बोलेर आश्वासनको कुरा हुन्छ। कार्य प्रारम्भ हाम्रो सचिवज्यू यहाँ हुनुहुन्छ, सहसचिवज्यू उदय सर एकचोटि उता फर्किदिनुहोस् त उठेर, सहसचिवज्यू उदय राणा मगर हाम्रो यो जाँच पासको अध्यक्ष पनि हुनुहुन्छ क्यारे, उहाँलाई फर्किनुहोस् भन्नुको